क्वेशन ट्याग भनेको नेपालीमा यसलाई पुच्छ्रे प्रश्न भन्छ। यसलाई के भन्छ रे नेपालीमा? पुच्छ्रे प्रश्न। किन पुच्छ्रे प्रश्न भने हो त भन्दाखेरि पुच्छरमा आउने प्रश्न। हामीले कुनै सेन्टेन्स बोल्यौं, इट्स भेरी कोल्ड टुडे, इजन्ट इट? जो इजन्ट इट भनेर हामी लास्टमा एउटा प्रश्न राख्छौं, सानो प्रश्न, इजन्ट इट, यसैलाई नै पुच्छ्रे प्रश्न अर्थात् ट्याग क्वेशन भनिएको। अब व्हाट इज अ क्वेशन ट्याग? क्वेशन ट्याग भनेको के हो त? पहिला यसको बारेमा हामी जानकारी लियौं। A question tag is a short question added at the end of a sentence. Question tag भनेको पुच्छ्रे प्रश्न भनेको त्यस्तो प्रश्न हो जो कुनै वाक्यको अन्त्यमा जोडिन्छ। किन त्यो प्रयोग हुन्छ त भन्दाखेरि कुनै कुरा कन्फर्म गर्नलाई हो कि होइन भन्नको लागि है। त जस्तो एउटा सेन्टेन्स हामी हेरौं, सीता इज अ स्मार्ट गर्ल। सीता इज अ स्मार्ट गर्ल हैन। अब यसमा सीता एउटा स्मार्ट गर्ल हुन् भनिएको छ अनि लास्टमा कन्फर्म गर्नको लागि इजन्ट सी, होइनन् र भनेर यसरी सोधिएको छ। त जो यो इजन्ट सी छ यो नै क्वेशन ट्याग हो। अब यसको स्ट्रक्चर हुन्छ, स्ट्रक्चर हेरौं त सबभन्दा पहिला यो कमा पछि के चाहिन्छ त हामीलाई? अक्जिलरी भर्ब चाहिन्छ। अक्जिलरी भर्ब भनेको इज, त्यसपछि नेगेटिभ बनाउने भए एन्टी, यसको सर्ट फर्म यसलाई जोडेर राख्नुपर्छ अक्जिलरी भर्बसँग। अनि त्यसपछि प्रोनाउन सी। त यहाँ सीतालाई के बनाइयो त? प्रोनाउन बनाइयो, सी बनाइयो। त यसरी हामीले क्वेशन ट्याग बनाउँछौं। त अर्थात् सबभन्दा पहिला हुन्छ एउटा सेन्टेन्स, त्यसपछि कमा, अनि त्यो क्वेशन ट्याग कन्फर्म गर्नका लागि, पक्का पक्की गर्नका लागि, र लास्टमा क्वेशन मार्क। यति कुरा हामीले ध्यान दिनु पर्यो। यहाँ कमा पछि पहिलो जुन अक्षर छ त्यो स्मल हुनुपर्छ, यो दुईटालाई जोड्न पर्छ, अक्जिलरी भर्ब र एन्टीलाई, त्यसपछि प्रोनाउन, अनि लास्टमा क्वेशन मार्क। अब त्यसपछि अगाडि बढौं। स्ट्रक्चर अफ ट्याग। ट्यागको स्ट्रक्चर हेर्नुस् त। त्यो स्ट्रक्चर के हो भने सेन्टेन्स दुई प्रकारको हुन्छ। जब हामी क्वेशन ट्याग बनाउँछौं दुई प्रकारको सेन्टेन्स हुन्छ। त्यो दुईटा प्रकारलाई हामीले चिन्न सक्नुपर्छ। पहिलो के छ त भन्दाखेरि एसर्टिभ सेन्टेन्स अर्थात् पोजिटिभ या नेगेटिभ सेन्टेन्स जो सब्जेक्टबाट सुरु भएर लास्टमा फुल स्टप हुन्छ। त्यस्तो प्रकारको सेन्टेन्सलाई हामी एकै पटकमा भन्दाखेरि एसर्टिभ सेन्टेन्स भन्छौं। र त्यही भएर एसर्टिभ वाला ट्याग यो वाला चाहिँ स्ट्रक्चर लगाउनु पर्यो भने यतातिर अर्को हुन्छ इम्पेरेटिभ सेन्टेन्स। इम्पेरेटिभ सेन्टेन्स भनेको या त V1 बाट मेन भर्बबाट सुरु भएको होला, या त्यसकै नेगेटिभ छ भने डोन्ट प्लस V1 बाट सुरु भयो होला, वा लेट्स बाट सुरु भयो हुन सक्छ, त्यसैगरी प्लिज वा काइन्डली बाट सुरु भएको छ। यस्तो सेन्टेन्सलाई इम्पेरेटिभ सेन्टेन्स भनिन्छ। यसको बारेमा अहिले हामी पढ्छौं। र सबभन्दा पहिला हामीले यो स्ट्रक्चर थापौं, अक्जिलरी भर्ब, एन्टी प्लस प्रोनाउन प्लस क्वेशन मार्क। यो सिम्पल वाला सेन्टेन्सको लागि यो स्ट्रक्चर हामीले याद गर्नुपर्छ। एकछिन भिडियो पज गरेर यो स्ट्रक्चरलाई याद गर्नु होला। अनि यो वाला सिम्पल छ, यो पनि केही छैन, हामी एकछिनमा हेर्छौं। अब जस्तो यहाँ हेर्नुस्, व्हाई डु वी युज देम? क्वेशन ट्याग हामी किन प्रयोग गर्छौं त भन्दा टु कन्फर्म इफ समथिङ इज ट्रु। कुनै कुरा साँचो हो कि होइन भनेर पक्का पक्की गर्नलाई हैन, कन्फर्म गर्नको लागि यो युज गरिन्छ। जस्तो द स्कुल बस अराइभ्स एट 9 AM। स्कुलको बस 9 बजे आइपुग्छ, हैन त भन्नु पर्यो भने डजन्ट इट, हैन त। अनि अर्को भनेको चाहिँ आस्क फर एग्रीमेन्ट, कसैको सहमति माग्नका लागि हैन। जस्तो टुडे इज भेरी कोल्ड, आज धेरै चिसो छ, इजन्ट इट, हैन र। अब अर्कोले सहमति जनाउला हो भन्ला या होइन भन्ला हैन। त यो चाहिँ मैले तपाईहरुलाई बताइसके। सर्ट फर्ममा युज गर्नुपर्छ अक्जिलरी भर्ब र नटलाई। यदि नेगेटिभ ट्याग बनाउँदाखेरि कमा लगाउने हैन, अनि स्मल लेटरबाट सुरु गर्ने भन्ने कुरा हाम्रो भइसकेको छ। अब यसपछि सबभन्दा पहिलो ए नम्बरमा रहेको छ एसर्टिभ सेन्टेन्स। एसर्टिभ सेन्टेन्स आयो भने त्यसको क्वेशन ट्याग कसरी बनाउने भन्ने कुरा यहाँ छ। हामीले अघि नै कुरा गरिसक्यौं। यस्तो किसिमको सेन्टेन्सलाई के भनिन्छ भने पोजिटिभ सेन्टेन्स वा नेगेटिभ सेन्टेन्स। सब्जेक्टबाट सुरु भएर फुल स्टपमा सकेको जो सेन्टेन्स छ त्यसलाई एकै पटकमा एसर्टिभ सेन्टेन्स भनिन्छ। र त्यस्तोको ट्याग क्वेशन बनाउँदाखेरि हामीले के गर्नुपर्छ त भन्दाखेरि हामीले त्यति बेला एक्जिलरी भर्ब, त्यसपछि
नेगेटिभ बनाउनु भए एन्टी, नबनाउनु भए त्यसलाई नराख्ने, र त्यसपछि प्रोनाउन अनि लास्टमा क्वेसन मार्क। यो स्ट्रक्चर तपाईहरुलाई याद भइसक्यो होला, त्यही स्ट्रक्चर यहाँ युज गर्ने हो। त हामीले के बुझ्नु पर्यो भने इफ द सेन्टेन्स इज पोजिटिभ, यदि सेन्टेन्स पोजिटिभ छ भने द ट्याग इज नेगेटिभ, ट्याग नेगेटिभ बनाउनु पर्छ, उल्टो गर्नुपर्छ के। अनि इफ द सेन्टेन्स इज नेगेटिभ द ट्याग इज पोजिटिभ, सेन्टेन्स यदि नेगेटिभ छ भने ट्याग चाहिँ पोजिटिभ बनाउनु पर्छ। जस्तै यहाँ तपाई एक्जाम्पल हेर्नुस्, यहाँ एक्जाम्पलमा हेर्नुस् त दे आर ह्याप्पी भनेको छ, यो एउटा सेन्टेन्स छ। यो के छ त भन्दाखेरि यो सेन्टेन्स हाम्रो छ पोजिटिभ। ओके, दिस इज अ पोजिटिभ सेन्टेन्स एन्ड वी नीड टु मेक नेगेटिभ ट्याग। एन्ड फर द्याट फर्स्ट अफ अल हामीले के गर्नुपर्छ त भन्दाखेरि अक्जिलरी भर्ब, जो क्वेसनमा अक्जिलरी भर्ब छ भने यसलाई रिपिट गर्ने, त्यसपछि एन्टी ले नेगेटिभ बनाउनु पर्यो, किनभने क्वेसन हाम्रो जुन सेन्टेन्स छ त्यो पोजिटिभ छ भने ट्याग के हुनु पर्यो, नेगेटिभ हुनु पर्यो, त्यही भएर एन्टी राख्यो। अनि लास्टमा प्रोनाउन चाहिने हो। यहाँ डे छँदैछ प्रोनाउन, र डेलाई हामीले लगेर जस्ताको त्यस्तै राख्दियौँ। यहाँ यदि पिपल भइदियो भने डे बनाउनु पर्छ, यहाँ नाउन छ भने यता प्रोनाउनै बनाउनु पर्छ, अनि लास्टमा क्वेसन मार्क। यो भयो। अब उल्टो यहाँ हेर्नुहोस् त सी डजन्ट लभ मी, उनले मलाई माया गर्दिनन्, यो जो सेन्टेन्स छ यो चाहिँ नेगेटिभ छ। यो नेगेटिभ छ भने यो भनेको माइनस, अब हामीले यसलाई के बनाउनु पर्यो, पोजिटिभ बनाउनु पर्यो, अर्थात् प्लस। तब अक्जिलरी भर्ब हाम्रो छँदैछ यहाँ डज, यसलाई हामीले रिपिट गर्छौँ किनभने अक्जिलरी भर्ब पहिला चाहिन्छ। यहाँ नट छ भने यो नट यहाँ राख्नु हुँदैन, उल्टो गर्नु पर्यो। अनि त्यसपछि अब हामीलाई के चाहियो, प्रोनाउन। प्रोनाउन यहाँ छँदैछ, सीलाई लगेर यहाँ राख्यो, सक्यो हैन, सिम्पल छ। तर एउटा कुरा तपाईहरुले के ध्यान दिनु पर्यो भने केही त्यस्ता वर्डहरु छन् जुन वर्डले त्यो सेन्टेन्सलाई नेगेटिभ बनाइदिन्छ, त्यहाँ नट आउनै पर्छ भन्ने छैन। नट नआउँदाखेरि पनि सेन्टेन्सलाई नेगेटिभ बनाउँछ भने त्यस्तो अवस्थामा हामीले थाहा पाउनु पर्यो कि हाम्रो ट्याग चाहिँ पोजिटिभ हुनुपर्छ भनेर। फर एक्जाम्पल यहाँ के वर्डहरु छन्, नेभर, सेल्डम, हार्डली, रेयरली, नोबडी, नन, यस्ता वर्डहरु आयो भने, जस्तो फर एक्जाम्पल यहाँ छ तपाईको रितेश नेभर, यो नेभर भन्ने वर्डले यो सेन्टेन्सलाई नेगेटिभ बनाइदियो, यसको मतलब ट्याग हाम्रो पोजिटिभ हुने हो। त रितेश वाचेस, अब यहाँ अक्जिलरी भर्ब छैन, त त्यस्तो बेला हामीले मेन भर्बलाई हेर्ने, मेन भर्ब V5 छ भने, V5 छ भने, किनभने हामीलाई एउटा अक्जिलरी भर्ब त चाहिन्छ जसरी पनि, त अक्जिलरी भर्ब चाहिँ हाम्रो डज राख्नुपर्ने हुन्छ यस्तो अवस्थामा। यदि मेन भर्बलाई हेर्नु पर्यो V5 छ भने डज नेगेटिभ बनाउने हैन। त्यसपछि प्रोनाउन रितेश छ, रितेश नाउनलाई प्रोनाउनमा बदल्ने डज यसै है। अनि त्यसैगरी यहाँ पनि हेर्नुस् नेगेटिभ आएको छ, त्यही भएर यहाँ हामीले पोजिटिभ ट्याग बनायौँ। त भिजिटेड भनेको V2 हो, यहाँ एक्जिलरी भर्ब छैन, एक्जिलरी भर्ब भएर रिपिट गर्थ्यौं, छैन, त्यही भएर मेन भर्बलाई हेर्ने, मेन भर्ब V2 छ भने हामीले डिड लगाउनु पर्ने हुन्छ। त्यसपछि नन, यो मान्छे जनाउने यस्तो नन एभ्रीबडी टाइपको आयो भने दे लगाउनु पर्छ प्रोनाउनको रूपमा। अनि अब म तपाईहरुलाई बाँकी नेगेटिभ वर्डहरु फेरि यहाँ देखाउँछु, हेर्नुस्। नो, नट, नेभर, सेल्डम, नेभर भनेको कहिले पनि नाइ, सेल्डम भनेको बिरलै, हार्डली भनेको मुस्किलले, बेयरली भनेको दुर्लभैले हैन, रेयरली भनेको पनि त्यही, स्कार्सली भनेको पनि त्यही, मुस्किलैले। अर्थात् यस्ता शब्दहरुले सेन्टेन्सलाई नेगेटिभ बनाइदिन्छ, त्यही भएर हाम्रो ट्याग के हुनु पर्यो, पोजिटिभ हुनु पर्यो। बाँकी छ नोबडी, नो वान, नन, नाइदर अफ अनि प्लुरल नाउन अथवा प्रोनाउन छ भने। अब यसपछि हामी त्यसको प्र्याक्टिस गरौँ न हैन, पढेर मात्र भएन, थोरै प्र्याक्टिस पनि गर्नु पर्यो। ल यहाँ हेर्नुस् त, पहिलो क्वेशन छ गोपाल एन्ड कृष्णा विल फिनिश द वर्क। अब यहाँ हामीले यो सिम्पल सेन्टेन्स छ, एसर्टिभ सेन्टेन्स छ, सब्जेक्टबाट सुरु भएर यो फुल स्टपमा सकिनेवाला हो, तर अब क्वेशन ट्याग हुनाले लास्टमा क्वेशन मार्क राख्ने हामीले हैन। त यस्तो बेला यहाँ हामीले अक्जिलरी भर्ब लगाउने हो, सुरुमा अक्जिलरी भर्ब छ हाम्रो विल, त्यही भएर यहाँ विल आउँछ। अब यो पोजिटिभ सेन्टेन्स छ भने नेगेटिभ बनाउनु पर्यो हाम्रो ट्याग, त्यस्तो अवस्थामा हामीले के गर्नु पर्यो, एन्टी थप्नु पर्यो। अनि विल प्लस नट इक्वल टु के हुन्छ, वान्ट, यसको सर्ट फर्म विल प्लस नट को सर्ट फर्म वान्ट हुन्छ। त वान्ट लगाउँछौँ, अनि त्यसपछि गोपाल एन्ड कृष्ण भने दुईजना भनेपछि अब यो नाउनलाई प्रोनाउनमा बदल्दाखेरि दे हुने भयो हैन। त वान्ट दे हाम्रो आन्सर हुने भयो।
ल त्यसपछि बाँकी तपाईँ यो भिडियोलाई पज गरेर यो क्वेसनहरूको एन्सर चाहिँ तपाईँहरू एकचोटि सोच्नुहोस् हैन। अब मैले धेरै टाइम चाहिँ लिदिनँ यहाँ मैले तपाईँको अब अलि फास्ट जान्छु। जस्तो यहाँ हेर्नुहोस् यो सब्जेक्टबाट सुरु भएको हुनाले यसमा हामीले हाम्रो स्ट्रक्चर के हो त अक्जिलरी भर्ब प्लस यदि नेगेटिभ बनाउने हो भने एन्टी अनि त्यसपछि के थियो प्रोनाउन यति त हो नि। अनि लास्टमा क्वेसन मार्क। त अक्जिलरी भर्ब त यहाँ छैन, यहाँ के छ मेन भर्ब गिभ भनेपछि V1 एस नलागेको भर्ब V1 हुन्छ, एस लास्टमा लागेको छ भने त्यो V5 हुन्छ। त यो V1 हो भने के गर्ने हामीले डु लगाउनु पर्छ। यदि V5 हुन्थ्यो भने डज लगाउनु पर्छ। त्यसैगरी यदि V2 छ भने डिड लगाउनु पर्छ अक्जिलरी भर्बको रूपमा। यहाँ त यहाँ V1 छ भने के लगाउनु पर्यो हामीले डु लगाउनु पर्यो। अब यसलाई पोजिटिभ छ सेन्टेन्स नेगेटिभ बनाउन डोन्ट भयो। अनि त्यसपछि काउज भनेपछि दे एक भन्दा बढी चाहे जनावर होस् चाहे मान्छे होस् चाहे वस्तु होस् दे प्रोनाउन लगाउनु पर्ने हुन्छ। त्यही भएर डोन्ट दे हैन। त्यसैगरी अब अर्को हेर्नुस् त नेभर भनेपछि सेन्टेन्सलाई नेगेटिभ बनाइदियो ट्याग हाम्रो पोजिटिभ हुनु पर्यो। अब यहाँ अक्जिलरी भर्ब छैन, यहाँ के छ V5 छ। V5 छ भने के लगाउने भने अब मैले डज लगाउने भने अब त त्यही भएर यहाँ आयो डज। अब नेगेटिभ छ ट्याग हाम्रो पोजिटिभ हुनु पर्यो, त्यसको मतलब नट नलगाउने। अब निरु एकजना हो, एकजना भने सिंगुलर हो त महिला हो भनेपछि डज सी। त्यसैगरी यहाँ हेर्नुहोस् यहाँ अक्जिलरी भर्ब छँदैछ एम हैन। त यहाँ एम लगाउनु पर्ने त हो, तर हाम्रो यहाँ हाम्रो के छ भने अब यो ट्याग नेगेटिभ बनाउनु पर्ने हो, तर हामीले एमाउन्ट बनाउन मिल्दैन। यो एमाउन्टलाई हामीले केमा चेन्ज गर्नुपर्छ आरन्ट। किन यस्तो यहाँ मैले लेखिदिएको छु, किन यस्तो त भन्दाखेरि अब इंग्लिश इज अ क्रेजी ल्याङ्ग्वेज। अब हामीलाई थाहा छैन किन यस्तो बनायो हैन। एमाउन्ट हुनुपर्ने हो नि त खास त नियम हुन्छ, तर आरन्ट बनाउनु पर्यो। आइसँग पनि आर लाग्ने भयो यहाँ क्वेसन ट्यागमा। अनि आरन्ट प्रोनाउनलाई त जस्ताको त्यस्तै लेख्ने हो आरन्ट आई। यो तपाईको एन्सर जुन अहिले हामीले भर्खर लेख्यौं त्यो आन्सरहरु हो। अब त्यसपछि अब लास्ट दोस्रो प्रकारको सेन्टेन्स त्यो के हो त भने इम्पेरेटिभ जो सेन्टेन्स छ त्यो इम्पेरेटिभ सेन्टेन्सको क्वेसन ट्याग चाहिँ अलि फरक हुन्छ। अहिलेसम्म हामीले पढ्यौं एसर्टिभ सेन्टेन्स अर्थात पोजिटिभ र नेगेटिभ सेन्टेन्सलाई एकैपल्ट भन्दा एसर्टिभ सेन्टेन्स भनिन्छ जुन सब्जेक्टबाट सुरु हुन्छ, सामान्यतया फुल स्टपमा सकिन्छ, तर यो क्वेसन ट्याग हुनाले कमा राखिएको छ हैन। तब यो इम्पेरेटिभ सेन्टेन्स आयो भने कस्तो क्वेसन ट्याग राख्ने, स्ट्रक्चर त्यही अघिको अक्जिलरी भर्ब प्लस एन्टी प्लस प्रोनाउन प्लस क्वेसन मार्क हो त होइन, त्यो एसर्टिभ सेन्टेन्स वालामा लगाउने हो क्वेसन ट्याग बनाउँदाखेरि। अब यसको स्ट्रक्चर त्यति गाह्रो केही छैन, दुईटा मात्र छ, एउटा विल यु एउटा स्याल यु, यो दुईटा रट्यो पुग्यो। तर गाह्रो भनेको इम्पेरेटिभ सेन्टेन्स हो कि होइन त्यो चिन्ह हो। त हामीले यो चिनेर देखाउनु पर्यो। कसरी चिन्ने त आइडियाहरु मैले अघि तपाईहरुलाई भनिसके। केबाट सुरु हुन्छ भने त्यही एसर्टिभ सेन्टेन्स। पहिला त हाम्रो यो इम्पेरेटिभ सेन्टेन्स भने के हो त्यो बुझौं त। इम्पेरेटिभ सेन्टेन्स भनेको त्यस्तो वाक्य जसले आदेश वा अनुरोध जनाउँछ। त त्यो केबाट सुरु हुन्छ अघि हामीले कुरा गरिसक्यौं। यो हामीले अघि कुरा गर्यौं नि यो वाला सेन्टेन्स तर V1 बाट सुरु भएको अथवा त्यसको नेगेटिभ डोन्ट प्लस V1 बाट सुरु भएको सेन्टेन्स वा लेट बाट सुरु भएको सेन्टेन्स वा लेट्स बाट सुरु भएको सेन्टेन्स वा प्लिज बाट सुरु भएको सेन्टेन्स या काइन्डली बाट सुरु भएको सेन्टेन्स हामी त्यति त चिन्न सक्छौं नि। सेन्टेन्स हेर्ने सेन्टेन्सको सुरुवात कुन वर्डबाट भएको छ, सेन्टेन्सको सुरुवात कुन वर्डबाट भएको छ, यी वर्डहरु मध्ये कुनै एउटा वर्डबाट सुरु भएको देख्नुभयो भने तपाईले बुझ्नु पर्यो इम्पेरेटिभ सेन्टेन्स हो। अब इजी छ, केही छैन यसमा। या त तपाईले विल यु लगाउनु पर्यो या स्याल वी। यो जुन लेट्स वाला छ योसँग चाहिँ स्याल वी लगाउने एन्सरमा यति लेखिदियो सक्यो, दुईटा शब्द लेख्यो सक्यो हैन। यो बाहेक अरु इनियरबाट जस्तो लेट डोन्ट प्लिज इनियरबाट सुरु भएको छ भने विल यु लेख्यो, यो खतम। झन् कति सजिलो भयो हैन। ल अब जस्तो यहाँ हेर्नुस् यो केबाट सुरु भएको छ, स्टे भनेपछि V1 बाट सुरु भएको छ, डोन्ट भनेपछि डोन्ट प्लस V1 अर्थात यसकै नेगेटिभ हो। यो प्लिज बाट सुरु भएको छ, यो लेट बाट सुरु भएको छ भने के छ गाह्रो, हामीले के गर्दिने हो
V1 बाट सुरु भएको छ भने will you क्वेशन मार्क, डोन्ट टीज मी यसमा पनि नेगेटिभ पोजिटिभ ट्याग बनाउने भन्ने के हुँदैन, सेम will you क्वेशन मार्क। यसमा पनि प्लिज बाट सुरु भएको छ will you क्वेशन मार्क, यो लेट हिम गो will you क्वेशन मार्क, सिम्पल, कति सजिलो। एउटा मात्र अलि फरक हुन्छ, लेट्स यो लेट नभएर यसबाट सुरु भयो भने त will you नै भयो पहिलेको जस्तै, तर यदि लेट्स बाट सुरु भएको छ भने के गर्ने, shall we युज गर्ने, सक्यो। यति नै हो खास हामीले यहाँ बुझ्नुपर्ने। हेर्नुस् यिनीहरूको एन्सर सबको सेम छ, will you। अब त्यसपछि लेट्स वाला पनि मैले तपाईलाई अहिले भर्खर सिकाएँ के भने मैले लेट्स बाट सुरु भएको छ भने आन्सर के हुन्छ, shall we। यो पनि लेट्स बाट सुरु भएको छ shall we। लेट्स भनेको ल हामी गरौँ हैन, तपाई म हामी गरौँ, त त्यस्तो अवस्थामा shall we भन्नु पर्यो नि त, यु भन्न त मिलेन हैन। लेट हिम डान्स, उसलाई नाच्न देऊ भन्यो भने त बोल्ने व्यक्ति काम गर्ने हैन नि त, त्यस्तो अवस्थामा will you गर्न दिन्छौ त भन्नु पर्यो। अब यसको एन्सर शिला ब्रिङ मी योर पेन, शिला तिमी मलाई पेन ल्याइदेऊ त भनेको यु नै हो। यहाँ चाहिँ यु सब्जेक्ट लुकेको छ, यो खासमा यो शिला वाला सेन्टेन्स ब्रिङ बाट सुरु भएको, V1 बाट सुरु भएको छ, त्यही भएर will you। यहाँ पनि लेट मी बाट सुरु भएको छ will you, लेट्स बाट सुरु भएको छ shall we, अनि डोन्ट बाट सुरु भएको छ will you। अब यसपछि हामीले नाउनलाई प्रोनाउनमा बदल्दाखेरि कसरी बदल्ने भन्ने कुरा सिक्छौं। जुन यो सब्जेक्ट छ समथिङ, एभ्रिथिङ, नथिङ, जो लास्टमा थिङ वाला आउने हैन, जसले कुनै वस्तुलाई जनाउँछ, त्यस्तो सब्जेक्ट आयो भने त्यसलाई हामीले प्रोनाउनमा बदल्दाखेरि केमा बदल्ने त भन्दाखेरि इटमा बदल्नु पर्यो। जस्तै यहाँ हेर्नुस् एभ्रिथिङ इज ओके भनिएको छ, यहाँ एभ्रिथिङ थिङ वाला आयो नि त। अब यसको हामीले प्रोनाउन कसरी बनाउने भन्दा जस्तो पहिला त इजन्ट हामी राख्ने नै भयौं, अब के गर्ने प्रोनाउन भन्दाखेरि इजन्ट इट गर्नु पर्यो के। अनि त्यसैगरी अब अर्को छ, यदि मान्छे छ सब्जेक्टमा समवन, एभ्रीवन, अनि त्यसैगरी नोबडी, एनीबडी, समबडी हैन, यस्तो आयो बडी वाला अथवा वन वाला लास्टमा आउँछ भने यस्तो बेला के गर्ने, जस्तो एभ्रीवन लभ्स म्युजिक, लभ्स भनेपछि यो त एक्जुलरी भर्ब छैन, V5 हो, V5 हो भने डज लगाउनु पर्यो। अब नेगेटिभ बनाउँदाखेरि डजन्ट, अब एभ्रीवन आको हुनाले दे। अब तपाई भन्नु होला देसँग डज कसरी लाग्छ, गुड क्वेशन हैन। अब यो हामीले डजलाई के बनाउनु पर्यो, डु, के हुने भयो डोन्ट। त हाम्रो प्रोनाउनको नम्बर र पर्सनसँग मिलाएर यो एक्जुलरी भर्बको पनि नम्बरलाई सिंगुलर प्लुरल गर्नुपर्ने हुन्छ, डोन्ट दे। यो एक्जाममा धेरै आउँछ, धेरै यसमा झुक्किन्छ। ल आन्सर हेर्नुस्, इजन्ट इट, त्यसैगरी डोन्ट दे। अब मैले एउटा लिस्ट बनाइदिएको छु, कुन सब्जेक्ट आयो भने के प्रोनाउनमा बदल्ने त्यसलाई है। यो चीज तपाई यहाँ पढ्नुस्, सिम्पल छ, मजाले बुझ्नुहुन्छ। अब भिडियो लामो हुन्छ त्यही भएर म अगाडि बढ्छु। अब यहाँ पनि केही क्वेशनहरु छ, भिडियोलाई पज गर्नु होला अनि त्यसपछि यो क्वेशनहरुको आन्सर तपाई दिने प्रयास गर्नु होला। जस्तो आवर म्याथ टिचर इज भेरी स्ट्रिक्ट, के हुने भयो, इजन्ट ही। त्यस्तै गरी अर्को छ, माई मदर हैज मी क्लीन द रूम, मेरो आमाले मलाई रूम क्लीन गराउनुहुन्छ, यसको आन्सर डजन्ट सी। त्यसैगरी सुरुमा आई थिंक, आई डोन्ट थिंक आएर त्यसपछि खास सेन्टेन्स आउँछ, जस्तो दे आर ह्याप्पी, खास सेन्टेन्स त यो हो नि, दे आर ह्याप्पी, तर योभन्दा पहिला आई थिंक आएको छ। त्यस्तै आई सपोज आएको छ, खास सेन्टेन्स त यो। त्यस्तै बेला पछिल्लो जो भर्ब छ त्यो भर्बलाई आधार मानेर चाहिँ हामीले क्वेशन ट्याग बनाउनु पर्छ भन्ने यहाँ एक्जाम्पल मैले दिएको छु, यो पढ्नु होला हैन। अनि त्यसरी ह्याभ र वुड, ह्याभ हो कि वुड हो, यदि सर्ट फर्ममा दिएको छ दुवैको सेम हुन्छ फर्म हैन। जस्तै यहाँ हेर्नुस्, यो डी यो ह्याड हो कि वुड हो, यो डी ह्याड हो कि वुड हो। त तपाई सजिलो तरिका के बुझ्नुस् भने यहाँ बेटर छ भने यो ह्याड हो, त्यही भएर ह्याडन्ट यु। यहाँ डी पछि बेटर नभएर मानौ र्यादर छ भने तपाईले बुझ्नु पर्यो यो वुड हो है, त्यस्तो बेला वुडन्ट यु। त्यस्तै यहाँ ह्याड हो कि वुड हो भन्नको लागि यो यस्तो सर्ट फर्ममा छ भने डी। अब यहाँ V1 छ,
यहाँ V1 भएको हिसाबले यो would हो। यहाँ यदि V3 हुन्थ्यो भने यो had हुन्थ्यो। जस्तो यहाँ हेर्नुस् V3 छ met, meet को met, यस्तो बेला यो had हुन्छ, had मानिन्छ। यो झुक्काउँछ, त्यही भएर मैले तपाईहरुलाई दिएको। अब यहाँ के क्वेशनहरु छ तपाईहरु गर्नु होला, भिडियोलाई पज गरेर मैले यहाँ सर्टकटमा तपाईहरुलाई आन्सर देखाइदिन्छु। अब यहाँ हामी एक्सरसाइज गरौँ, थोरै जोडा मिलाउँ है। जोडा मिलाउनुस् त, एकछिन भिडियोलाई पज गर्नुस्, त्यसपछि तपाई जोडा मिलाउनु होला। तर अहिले भिडियो लामो हुँदैछ, म सर्टकटमा तपाईलाई आन्सर यहाँबाट देखाइराखेको छु। ल आजलाई यति नै। आशा छ तपाईहरुलाई भिडियो मन पर्यो होला। कृपया यो भिडियोलाई एउटा लाइक गरिदिनुस्, च्यानल नयाँ हुन्छ भने सब्स्क्राइब गरिदिनुस्, आफुलाई मनमा लागेको कुरा कमेन्ट गरिदिनुस् र यो भिडियोलाई शेयर पनि गरिदिनुस् भन्दै म आजको लागि तपाईहरुबाट बिदा हुन्छु। नमस्कार।